welcome to my new vlog. आज म आउने दिइरहेको चाहिँ अङ्कल पनि जानुहोस् थिएन। अब यहाँदेखि हिँड्दै हिँड्दै जाने उता तलतिर हेलो घुम्नु पर्छ क्या। अनि यहाँदेखि लोकेसन यस्तो देखिन्छ यतातिर होइन लास्ट तलतिर छ। हल्का टाइम पनि लाग्छ कमसेकम 15-20 मिनट लाग्छ पुग्नु त। तर रमाइलो पनि हुन्छ घरिघरि त्यसैले। अनि चाहिँ क्या रमाइलो हुन्छ। आज नि मेरो कोही पनि छैन भाइहरू, तर मावलोमा 2टा भाइहरू छन्। भोलि मिल्यो भने तिनीहरू दुईटासँग भ्लग बनाउँछु। आज सबैको बनाउनु पर्ला भोलि। मावलोमा चाहिने आन्टी आउनुहुन्छ। उहाँतिर एउटा अन्त छु उहाँसँग भेट्न। उहाँको एउटा के मामा पनि छ त्यहाँ। त्यसैले आमा पनि हुनुहुन्छ। त्यहाँ रमाइलो लाग्छ, रमाइलो पनि हुन्छ। अहिले बस अल्टेर केही किनिदिनु पर्यो। यहाँ कुकुर पनि रहेछ बोटे। यहाँ चाहिँ राम्रो पनि बनाएको रहेछ अहिले। सिमेन्ट हल्का बनाएको रहेछ। फ्लोर पनि आइछ। यहाँ हाम्रो कुकुर छ कि साथी। कुकुर मेरो साथी। कुकुर अनि म चाहिँ हल्का फुल्का मात्रै खेल्छु अहिले गेम। त्यहाँ घरिघरि खेल्नै छोड्छु। दिनमा त खेल्दिनँ अहिले, खासै खेल्नै लाग्छ। गेमबाट मलाई धेरै रिल हेर्न थालेँ। रिल इन्स्टाको भूत चढ्यो हल्का मेरो माथि। त्यसैले अनि आजकल चाहिँ म यो चाहिँ त्यो ट्युसन भाइले दिइरहेको छु मेरो आइडिया चाहिँ खेल्यो भनेर। त्यसले मेरो साथ त ऊ खेल्छ, म पछि खेल्ने हो। अनि वहाँ गएर एकछिन मावलामा गएर बस्ने हो। अनि भोलि के भन्छ भोलि मिलाउँदा भ्लग बनाउनु पनि सक्छु होला। भोलि चाहिँ अनि अस्ति त्यत्रो दिन चाहिँ भ्लग नहालेको चाहिँ त्यहाँ मेन कारण हो फाइनली एक्जाम सकियो। अब 2082मा 8 क्लासमा म। अनि हाम्रो आरुष भाइको चाहिँ नि मेरो स्कुलमा सर्ने रहेछ। त्यसैले त्यसको लागि पनि खोजेको छु अर्को वर्ष। ट्युसन भाइ चाहिँ नि कहिले ट्युसन भाइ चाहिँ सर्दाखेरि म हुनु होला। अनि आरुषहरूको चाहिँ नि आरुष ट्युसन चाहिँ नि हिजो सकेको रहेछ। हिजो मेरो काम भएर हिजो भ्लग बनाएन। अनि यता मावलतिर पनि मेरो स्कुलको एउटा साथी बस्ने रहेछ। ऊ त बिजी छ होला अहिले, भेटाउन सक्दिनँ। तर रमाइलो बरु हुन्छ धेरै। त्यहाँ गएर तपाईँले भ्यू पनि देखाउँछु। अझ धेरै दिनदेखि मावल नगएको भएछ। म त पनि सर्टकटदेखि जान्छु धेरै त्यसो बेला। कतिदेखि सर्टकटहरू हुन्छ नि यतातिर।
अनि अब एकछिन त आधी बाटो पनि पुग्नु थाल्नुपर्छ त। आधी बाटो त पुग्यौँ, अब आधी बाटो मात्र रहेछ। पछाडि एउटा कुकुर गयो। आरुष चाहिँ अहिले गेम खेल्न बस्यो होला घरमा, त्यसको एक्जाम भयो नि। अनि आज नि भ्लगमा धेरै जस्तो यहाँ चाहिँ नि कुकुरले भुकेको रहेछ। अनि यहाँनिर चाहिँ नि देखिन्छ होला उता तलतिर गएपछि भेट्न त एकछिनमा पुगिहाल्छु। के अरे धेरै टाइम पनि लाग्दैन पुग्न पनि। योको नाममा त ठिकै छ आज। अब बाटो पनि धेरै टाढा पनि छैन, एउटा डाँडा मात्र हुन्छ हाम्रो जाने। हाम्रो अम्बरकिस्तो चाहिँ उता तलतिर छ। आज एक्लै हुँदाखेरि रङ्ग पनि लाग्छ, रङ्ग एक्लै हुँदा पनि रमाइलो हुन्छ। अब घर पनि कति बजी जाने होला त्यो थाहा छैन, तर जाने हो 3 गतितिर होला घर जाने। म 2 या 3 गति जाउँला। आज नि भ्यू चाहिँ नि ठिकै पनि हुन्छ। भ्यूको नाम चाहिँ यस्तै हुन्छ, पुरा हल्का जङ्गली जङ्गल। उता तलतिर उता घरभन्दा हल्का तलतिर छ अझै मेरो। भ्यूको नाम चाहिँ यस्तो हुन्छ हाम्रोमा। मेरो माउलो गाउँ घर त्यस्तै होला। एउटा मन्दिर छ त्यहाँ, कुखुरा छ। अनि यस्तो हुन्छ। यहाँदेखि देखिन्छ होला हल्का। अनि भ्यू पनि ठिकै हुन्छ। यतातिर ठुलो टावर रहेछ। अनि भ्यू पछि म वहाँ पुगेपछि एकछिन भेटघाट गरौँला मसँग। अनि मस्त एकछिन सुत्छु। यता आइज। यतादेखि चाहिँ मलाई चाहिँ यतातिर पनि बाटो छ के अरे, मलाई यतादेखि चाहिँ निकै राम्रो लाग्छ। के अरे छिटै जस्तो हुन्छ यहाँ चाहिँ यतातिर। अनि गएर अर्का सोध्ने कुराकानी गरौँला। यता चाहिँ मोटर बाटो छ, घर छ यहाँ। के कुरो यो अनि यहाँ कुकुर साथी के अरे मेरो प्यारो साथी कुकुर नाति छ है त्यस्तै। यो पनि हल्का फुल्का साथी हो जस्तै। यतातिर चाहिँ नि मेरो गाउँतिर चाहिँ धेरै बादलहरू आउँछ। जङ्गलतिर गयो भने छिटो पनि भेट्न सकिन्छ। तर इनकेस डर लाग्दैन हामीलाई। भोलि 2टा भाइहरूसँग या पर्सि जाने हो माछा। यहाँ चाहिँ नि यस्तो छ। हामी पहिरोसँग नडराइकन यस्ता पहिरोमा त गइन्छ कि बाटो पनि रहेछ जङ्गल जाने। तर पुरा रहेछ, तर मलाई यस्तो खतरो देखि लागि जानु मन लाग्छ। बाटो पनि यस्तो यस्तो छ क्या जाने। म त 5 करोड भन्नुपर्ने। यहाँदेखि त सिधा पुगिने रहेछ घर छिमेकी।
हल्का यता बेसी जानुपर्छ। यो छ अनि यहाँ यस्तो यस्तो छ टेबल एउटा जस्तो हुन्छ। यहाँ ठ्याक्क देख्ने रहेछ घर। अब गइन्छ मलाई भनेको छैन भनेको छु मेरो घरको मात्र मलमा त भनेको छैन त्यो भनेर सरप्राइज हुन्छ तिनीहरूलाई त। अनि उता एउटा आँपको रुख छ जसमा म पहिला चढेर एक दुईचोटि टिप्न भनेर। उता ठुलो छ यो सानो त होइन। बापको नाम यहाँ चाहिँ नि के हो यार यस्तो छ के भ्यू। यहाँ चाहिँ यस्तो छ नि भ्यू घुम्दै घुम्दै अनि मस्त रमाइलो हुन्छ घरमा भन्दा यतातिर किन उयो हुन्छ यस्तो रहेछ उठफाट्याङ बाटो छ कि अनि म चाहिँ नि अरू बपाल छ कि यस्तो घरदेखि जानु मलाई चाहिँ किन जुत्ताको बिहालट होला मेरो त। अनि एकछिनमा भ्लग पनि एड हुन्छ। अनि नयाँ हुन्छ भने भिडियोलाई लाइक र सब्सक्राइब गर्नुहोस् अथवा सब्सक्राइब गर्नु चाहिँ राम्रो यस्तो गरेर सब्सक्राइब गर्नु सपोर्ट गर्नु होला। यति भन्दै एउटा मालो पनि आइसक्यो ल खत्तम।